चाहिँ आज स्काई बिच घुम्न आएको है भेरेटारको। अनि दिदी कस्तो लाग्यो स्काई बिच? राम्रो लाग्यो? ठिक छ नि होइन ठाउँ? घुम्ने ठाउँ बवाल छ नि। अनि के भन्छ मुड फ्रेस भयो? हिँड्दा हिँड्दा आजलाई चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ, बाई। पोज दिनु न पोज। त्यस्तो भएन, अलिक अर्कै त्यो पनि भएन। दामी छ नि यो स्क्रच हुन्छ भनेर, यो सिसा स्क्रच हुन्छ भनेर। एकदम खतरा छ।